जमी सबैजनालाई आज चाहिँ हामी मत्ती 4 को 17 लाई हेर्नेछौँ है त। त्यसमा यसलाई चाहिँ हामी ग्रिकबाट पनि त्यो शब्दलाई चाहिँ के भन्छ भनेर अलि राम्ररी चाहिँ हेर्नेछौँ। त्यस बेलादेखि प्रचार गर्दै यसुले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। अब यो पश्चाताप गर भनेको चाहिँ त्यसलाई चाहिँ खास के भन्न खोजेको छ हामी राम्ररी बुझौँ होइन। किनकि नेपालीमा हामी जब पश्चाताप भन्छौँ त्यतिखेर पश्चाताप भन्दाखेरि ठ्याक्क के दिमागमा याद आउँछ, What did I do that? मैले किन गरेँ, यो रिमोर्सवाला फिलिङ आउँछ कि होइन, पछुतोवाला फिलिङ आउँछ। अब त्यो भनेको चाहिँ के रहेछ हामी हेरौँ है त ग्रिकमा। अब जस्तै ग्रिकको मत्ती 4 को यहाँ 15, 16, 17 मा यहाँनिर ठ्याक्कै हेर्छौँ भने यहाँनिर भनेको छ होइन, यो यीशु ख्रीष्टको अहिलेको मेटानोइटे यहाँनिर छ नि होइन। हो यो मेटानोइटे भनेको चाहिँ पश्चाताप भनेर भनेको क्या। मेटानोइटे भनेको आई रिपेन्ट चेन्ज अफ माई माइन्ड भन्ने सायद एक्चुअल मिनिङ चाहिँ चेन्ज अफ माई माइन्ड हो क्या, होइन, आफ्नो दिमागको चाहिँ बदली गर्ने। अब ठ्याक्कै यहाँनिर हेरौँ हामीहरू मेटानोइटे भन्ने हुन्छ होइन। यो चाहिँ यसलाई चाहिँ हाम्रो पश्चाताप भनेर चाहिँ प्रयोग गरेको छ कि बाइबलमा, रिपेन्ट एउटा चाहिँ पश्चाताप भयो, अर्को छ मेटामेलोमाई भन्छ होइन। यो भनेको चाहिँ ठ्याक्कै यसलाई चाहिँ यो मेटामेलोमाई कसले गर्यो, यहुदा इस्करियत छ नि होइन, यहुदा इस्करियतले चाहिँ मेटामेलोमाई गर्यो क्या। अब ठ्याक्कै यहाँ चाहिँ यसुले मत्ती 4 को 17 मा चाहिँ के गर्ने भन्नुहोस् त, मेटानोमाई के अरे मेटानोइटे गर्ने भन्ने भन्नुभएको छैन। यसलाई चाहिँ के भन्छ, पश्चाताप गर्ने। पश्चाताप भनेको के रहेछ फेरि, चेन्ज अफ माइन्ड। अब पश्चाताप र मेटानोइटे र मेटामेलोमाईमा चाहिँ फरक थुप्रै छ। यहुदा इस्करियतले गर्यो मेटामेलोमाई, यसलाई चाहिँ भन्छ रिग्रेट, पछुतो गर्यो उसले, ओहो रिमोर्स गर्यो, वाइ डिड आई डु द्याट। यसो हेर्दाखेरि पश्चाताप गरेको जस्तो लाग्छ नि त होइन उसले पनि, मैले किन गरेको होला, त्यो नगर्नु पर्ने थियो, यसोलाई मैले 30 सिक्कामा बेचिदिएँ, यस्तो घोर अपराध मैले कसरी गर्न सक्छु। हामी ज्यादातर क्रिस्चियनहरू चाहिँ ठ्याक्कै यहाँनिर अड्किन्छौँ क्या। अब हामीले पाप गर्छौँ होइन, हामी कति पापी छौँ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ, संसारको मानिसहरू सबैजना। तर हाम्रो पश्चाताप चाहिँ ठ्याक्कै यहाँनिर अड्किन्छ, ठ्याक्कै यहुदा इस्करियतको मेटामेलोमाईमा चाहिँ अड्किन्छ। मैले त्यो गर्न हुँदैन थियो, मैले किन गरेँ होला, यतिसम्म चाहिँ हाम्रो अड्किरहेको छ। तर हाम्रो चेन्ज अफ माइन्ड चाहिँ भएको छैन क्या। आफ्नो दिमागलाई चाहिँ बदलिने, रिमोर्स फिल गर्ने होइन, त्यो मात्रै। ल मैले नगर्नु पर्ने त्यो त आउँछ होइन, तर त्यो आउँदाखेरि चेन्ज अफ माइन्ड चाहिँ हुनु पऱ्यो कि हाम्रो दिमाग परिवर्तन। अब यो तरिकाले गरिरहेको थियो भने चेन्ज इट, मेटानोइटे त्यो तरिकाले चाहिँ हामी जानुपर्ने हुन्छ। त्यसलाई चाहिँ मत्ती 4 को 17 मा चाहिँ भनिरहेको छ, त्यो तरिकाको पश्चाताप। अब यो चाहिँ चेन्ज अफ माई माइन्ड भनेको म यसरी यो बाटोबाट गइरहेको थिएँ भने यो बाटोलाई चाहिँ त्यागेर म यतापट्टिको बाटो गइरहेको छु। परमेश्वरको कभनेन्टको कुराहरू छ होइन, परमेश्वरको करारको कुरा छ, परमेश्वरको करारबाट चाहिँ म भागेर चाहिँ यतापट्टि गइरहेको थिएँ। अब मेटानोइटे भनेको चाहिँ पश्चाताप भनेको चाहिँ ठ्याक्क यसलाई त्यागेर यतापट्टि प्रभुको करारतिरै फर्किनु भनेर चाहिँ भन्न खोजिएको मत्ती 4 को 17 ले, यानि कि यो मेटामेलोमाई भन्न खोजेको होइन। अब हामी क्रिस्चियनहरू चाहिँ मेटामेलोमाई गरेर चाहिँ यहाँ बसिरहेका छौँ। फेरि याद गर्नुहोस्, मेटामेलोमाई गरेर बसिरहेका छौँ। कसले गरेको थियो यो, यहुदा इस्करियतले चाहिँ गरेर बसिरहेको थियो। र हाम्रो पश्चाताप पनि ठ्याक्क यतिमा चाहिँ सीमित भइरहेको छ, पछुतोमा रिमोर्समा चाहिँ सीमित भइरहेको छ। तर यदि साँच्चै नै हाम्रो पश्चाताप नै हो भने चाहिँ चेन्ज अफ माइन्ड चाहिँ हुन आवश्यक छ। र हामी गड्स कभनेन्ट होइन, यो परमेश्वरको करार छ, योबाट चाहिँ हामी भागेर यतातिर गइरहेका थियौँ भने, भाग्दै थियौँ, खुसी भएर हामी यतातिर दगुरेर भाग्दै थियौँ भने अब चाहिँ जब परमेश्वरले
हामीलाई यो के भन्छ हामीलाई मेटानोइटे गर, पश्चाताप गर भनेर भन्नुभएको छ भने अब हाम्रो चाहिँ यो पुरै फर्किने भयो यतातिर। यो चाहिँ हाम्रो पुरै फर्किने भयो। सर बाटो चाहिँ चेन्ज गरेर चेन्ज अफ माई माइन्ड, अरे म त यता पो गइरहेको रहेछु होइन, यो त होइन रहेछ। चेन्ज अफ माई माइन्ड गरेर चाहिँ म यता परमेश्वरको करारतिर फर्किनु पर्ने रहेछ भनेर चाहिँ हामी फर्किनु आवश्यक छ। इन दिस इज वाट म्याथ्यू 4:17 इज टकिङ अबाउट है त। अब परमेश्वरको राज्य नजिक आइरहेको छ भन्ने कुरा भन्दा पनि हामी ठ्याक्क त्यो पश्चाताप गर भन्ने शब्दले चाहिँ हो यो तरिकाको टक गर्न खोजिरहेको छ, यो तरिका चाहिँ हामीलाई भन्न खोजिरहेको छ। सो डु नट स्टप। यहुदा इस्करियत जहाँनिर रोकिएको थियो, यहुदा इस्करियतवाला रिमोर्समा चाहिँ तपाईँ नअड्किनुहोस्। आज हामी ज्यादातर क्रिस्चियनहरू अघि भन्दै थिएँ मैले, यहुदा इस्करियतको वाला पश्चातापमा चाहिँ हामी अड्किरहेका हुन्छौँ, अथवा त्यो पछुतोमा चाहिँ हामी अड्केर बसिरहेका हुन्छौँ। बट हामी चाहिँ पश्चातापमा मेटानोइटेमा फर्किनु आवश्यक छ, न कि मेटामेलोमाइमा। प्रेज द लर्ड। परमेश्वरले तपाईँहरू सबैजनालाई आशीष दिनुभएको छ र तपाईँ म हामी सबैजनालाई त्यो धैर्य धारण गर्ने शक्ति, पापबाट अलग रहेर उहाँमा जिउने शक्ति हामीलाई परमेश्वरले दिनुभएको छ। तपाईँलाई पनि परमेश्वरले दिनुभएको छ भनेर म प्रार्थना गर्दछु।